किन भन्दा हामी लिपस्टिक लाउँछ त्यसमा म्याक्सिमम प्याराबिन र केमिकल भएकोले गर्दा हामी खाना खाँदा लिपस्टिक पेटभित्र जान्छ र WHO को रिपोर्ट पनि थियो, हजुरलाई पनि थाहा भएको कुरा होला। यो लेडिजहरूको पाठेघरको क्यान्सर र पेटको अल्सरलाई चाहिँ लिपस्टिकमा पाइने प्याराबिन तत्त्व पाइयो। अनि म्याक्सिमम यो केमिकल भएको चिजहरूले चाहिँ हामीलाई इफेक्ट त गर्छै गर्छ। अनि लिपस्टिक लाउनु हुँदैन धेरै, लाउनु हुँदैन भन्दा नि लाउनु त पर्यो, तर 100% प्योर चाहियो। प्योर चाहियो। कुन त प्योर भनेको? मलाई अरू चाहिँ म ग्यारेन्टी लिन सक्दिनँ, तर हामीसँग भएको चाहिँ ग्यारेन्टी लिन सक्छु। किन भन्दा यो चाहिँ हलाल सर्टिफिकेट प्राप्त भएको हामीसँग छ। हलाल सर्टिफिकेट भनेको मुस्लिम कन्ट्रीमा जाने सर्टिफिकेट हो। त्यो सर्टिफिकेट प्राप्त हुनु भनेको चाहिँ 100% प्योरिटीको ग्यारेन्टी। हेयर स्टेटबाट पनि गरुन्जेल राम्रो हुने, त्यसपछि पछि आएर आइसाइट विक हुने, अनि माइग्रेन समस्याहरू आउने, स्किन सम्बन्धी प्रब्लमहरू आउने, हेयरहरू लस हुने, त्यो समस्याहरू धेरै देखिया छ, एकदमै धेरै देखिया छ। त्यो साइड इफेक्ट फेसियलको पनि केमिकलहरू ज्यादा युज गर्दाखेरि चाहिँ फेसियलबाट पनि एकदमै धेरै प्रब्लमहरू, चाँडै रिङ्कल्सहरू आउने, अनि स्किनहरूमा धेरै ड्यामेज हुने, फ्री र्याडिकल्सहरू बढ्ने, त्यो प्रब्लम देखिया छ फेसियल। अनि यो समस्यालाई तपाईँको प्रोडक्टले निदान गर्छ? एकदमै धेरै निदान गर्छ। हामीसँग चाहिँ हेल्थ एन्ड ब्युटी दोनोमै छ। पहिला हामीले खाने, त्यसपछि लगाउने, दुवै एकदम राम्रोसँग हामी। यो कुनै प्रचार होइन, तपाईँ ग्यारेन्टी दिनुहुन्छ? 100% ग्यारेन्टी दिन्छौँ। हामीले चाहिँ आफूले युज गरेर कुनै पनि कस्टमरलाई पहिला युज गर्नु, अनि रिजल्ट आफै सामानहरू आफै बोल्छ। ग्यारेन्टी गर्न सक्नुहुन्छ? 100% ग्यारेन्टी गर्न सक्छु। यसमा मैले काम गरेको 8 वर्ष भइसक्यो। 8 वर्ष। हजुर। मलाई यो लाग्छ कि यो सोसियल मिडियाहरूमा अब अहिले टिकटकदेखि लिएर फेसबुक भयो, सोसियल मिडियाहरूमा इन्स्टाग्रामहरू भयो, यसमा अलिकति सो गर्नको लागि मात्रै हो। तर म चाहिँ के भन्छु भने बाहिर बोक्रा भित्र खोक्रा। किन भन्दा भित्र चाहिँ हाम्रो के पनि छैन, बाहिर मात्रै देखाओ हो। त्यसको त्यो भयङ्कर साइड इफेक्ट चाहिँ हामीले देखाएको छौँ, हामीले गहिरिएर सोचेका छौँ नि त। त्यसैले